मलाई मुद्दा थिएन भने पनि, अब मलाई कुनै केही चिज थिएन भने पनि गर्नुपर्ने यही नै थियो, हामीले गर्नुपर्ने यही नै थियो। म तपाईँलाई के स्पष्ट पार्छु भने पछिल्लो समय युवाहरूमा राजनीतिक चेतना ल्याउनको निमित्त काठमाडौँको मेयरका रूपमा बालेन शाहको उदय पछाडि परिवर्तनको झिल्को बलेको भने त्यसलाई राँकोको रूप दिँदैछौँ नि हामी। त्यो त सत्य हो नि। युवाहरूले गरेको आन्दोलन पश्चात जसरी चाहिँ जुन जिम्मेवारीपूर्वक काठमाडौँको मेयर साहबले जुन जिम्मेवारी देखाउनु भयो, त्यो उहाँले देखाउनु भएको जिम्मेवारी र त्यही ढङ्गले उहाँसँग सहकार्य भनौँ अथवा उहाँले कतिपय कुरा सार्वजनिक पनि गर्नुभएको, त्यसैको बलमा पनि त अहिले सरकार बनेको काहीँ न काहीँ उहाँको संलग्नता नभनौँ, काहीँ न काहीँ उहाँको सद्भाव या उहाँको सल्लाह सुझावहरूको बलमा सरकार बनेको पनि त। जेनजीहरूको विश्वासको पात्र पनि त अन्य राजनीतिक मानिसहरूभन्दा बढी नै बालनजी हुनुहुन्थ्यो नि त। यी सबै कुराले गर्दाखेरि एउटा नयाँ परिवर्तनको झिल्को लिएर आएको मान्छेका रूपमा युवाहरूले आन्दोलन गरेको र युवाहरूले सर्वाधिक बढी रुचाएको व्यक्तिका रूपमा पनि अहिले हामीले यो सहकार्य गर्दाखेरि प्रधानमन्त्रीको दावेदार नै बालेन शाह हुनुहुन्छ। त्यस कारणले यो प्रधानमन्त्री को बन्ने, कसलाई लाउने, भागभण्डा गर्ने, चुनावमा पहिल्यै चाहिँ अलायन्स गर्ने, यो युगबाट हामीले देशलाई बाहिर निकाल्नु खोजेका हेर्नुहोस्। यो प्याराडाइम शिफ्ट भन्छ नि, राजनीतिको सम्पूर्ण फोहोरलाई एकै झट्कामा बाहिर फाल्नको निमित्त त हामीले देशको आवश्यकता अनुसार सम्झौता गर्नु पर्यो नि त। भागभण्डाको बुदा त 7 वटा बुदामा एउटा बुदा छ, बाँकी 6 वटा बुदा तपाईँहरूले पढिदिनु पर्यो। बाँकी 6 वटा बुदामा अबको 10 वर्षमा हामी कहाँ पुग्छौँ भन्ने कुरा हामीले भनेका छौँ। त्यो त छलफल गरेर भनेका छौँ हामीले। भागभण्डा कहिले त्यसलाई स्पष्ट पारिदिएको हामीले राजनीतिक रूपमा हामी के जिम्मेवारी लिन्छौँ भने हामीले भाग बाँड्या होइन, हामीले जिम्मेवारी बाँड्या हो। त्यो भाग होइन, त्यो जिम्मेवारी हो। राष्ट्रको आवश्यकता अनुसार हामीले गरेको जिम्मेवारी अनुसार नागरिकको चाहना अनुरूप भएको छ। जनताले त सेलिब्रेट गरे नि त, कहीँ विरोध गरेको त हामीले त पाएका छैनौँ। राजनीतिक दलका रूपमा अरूले विरोध गरे होला के भयो। तर नेपालमा यति ठुलो उत्साह आएको तपाईँहरूलाई सम्झना छ कहिले? जब बालेनजी र मेरो र कुलमानजीसँगै हामी जोडेर जाँदाखेरि राष्ट्रले जुन उत्सवका रूपमा र उत्साहका रूपमा यसलाई सेलिब्रेट गर्यो, यही नै हो। मुलुकलाई मध्यनजर राखेर, मुलुकलाई सेन्टरमा राखेर गरिएको सम्झौता हो, न कि मेरो कति तपाईँको कति। बाँकी कसैलाई कति चिज ल्याउने भनेको साथीभाइहरू सँगसँगै हुनुहुन्छ, उहाँहरूसँग काम गरेका र क्षमताका आधारमा अहिले भर्खरै गरिएको चिज हो। जब पार्टी महाधिवेशनमा जान्छ त राष्ट्रसभा भएर जान्छ, प्रत्यक्ष चुनावमा जान्छ राष्ट्रसभा भएर जान्छ। अब त हामी राष्ट्रसभा भइसकेका छौँ। अन्तर्बाट राष्ट्रसभामा आउने क्रममा भएका केही बुदाहरू छन् जसमा भागभण्डा होइन, जिम्मेवारी बाँडफाँडको एउटा बुदा छ। बाँकी बुदा नीति, विचार, सिद्धान्त, उद्देश्य र 10 वर्षमा मुलुकलाई हामीले के टार्गेटमा लिएर जाने कुरामा केन्द्रित भएको हुनाले हामीले हेर्ने दृष्टिकोण र नेरेटिभ कहीँबाट त्यस्तो बन्यो होला। अब हामी सोच्ने ढङ्ग, नेरेटिभ बनाउने ढङ्ग